हेलो हेलो साथीहरू, वेलकम टु माई ब्लग। अनि कस्तो छ साथीहरू, तपाईँहरूलाई आशा गर्छु सबैजना एकदमै आरामै हुनुहुन्छ होला भनेर। म पनि एकदमै आरामै छु। अनि आज छ नि साथीहरू, आज चाहिँ म पाहुना हुन जाँदैछु कि मलाई चाहिँ एकजना साथीले आफ्नो घरमा बस्न यत्तिकै गफसफ, तर त्यही त हो विदेशको ठाउँमा अब भन्ने बित्तिकै जान भ्याउँदैन। अब आफ्नो बिदा हुँदा उसको बिदा हुँदैन, उसको बिदा हुँदा आफ्नो बिदा हुँदैन। आज चाहिँ हामी दुईजनालाई नै एकदमै टाइम मिलाएर आफ्नो टाइम मिलाएर भेट्ने भनेर सोचिराखेका छौँ। अनि अहिले चाहिँ साथीहरू यहाँ दिउँसोको 2 बजिसक्यो। उसले चाहिँ मलाई फोन गर्ने बेला भइसक्यो। म त रेडी भइसकेको छु। अब म चाहिँ मेरो बच्चालाई रेडी गरेर अनि हामी दुईजना आमा छोरा भएर आज उसको घरमा जाँदैछौँ। अब म तपाईँहरूलाई चाहिँ एकैचोटि उसँग भेटिसकेपछि फेरि भिडियो कन्टिन्यू गर्छु। चाहिँ भेटिसक्यौँ। उयो मान्छे चाहिँ यही हो, अघि नै आएर कुरिराखेको रहेछ, मजाले कुरि। भाइ साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी दानी लिख्दैन। यस्तो छ साथी, फेरि हेर्नु साथीहरू, ऊ चाहिँ साथीहरू मजाले गफ लाउँदै हिँडेको छ, भिडियोमा चाहिँ नदेखिने रे। घरमा काम गर्दा गर्दा यत्तिकै हिँडेको भएर अहिले देखिन्न भन् लागेको छैन भाइ। कस्तो राम्रो लाग्यो कि बस्न चाहिँ शान्त रहेछ है यतातिर। हामी चाहिँ उसको घर आइसकेर पनि यहाँ पुरा अब पाहुना खाने तयारी भइसकेको छ। ऊ चाहिँ बनाउनेतिर बिजी छ। चाहिँ यतातिर पुरा जुस बनाउँछु भनेर रेडी हुँदैछ। बस्न पनि कस्तो आनन्दको ठाउँमा रहेछ कि, अलि मजाले हरियाली भएको ठाउँमा राम्रो रहेछ रुम। म चाहिँ फर्स्ट टाइम आएको नि त उसको घरमा, त्यो भएको भएर चाहिँ साथीहरू कस्तो राम्रो लाग्यो मलाई चाहिँ। हेलो साथीहरू, आज चाहिँ हामी कलर एक्सचेन्ज है साथी, कलर एक्सचेन्ज गेम खेल्न जाँदैछौँ। अब हाम्रो गेम स्टार्ट हुन लागिसक्यो। अब चाहिँ एउटा हराएछ, एउटा बाँकी रहेछ। के बाँकी रहेछ? कति हराउँछ उसको चाहिँ सामान छोड्यो अरे क्या साथी, ऊ गएर लिएर आउँछ है सामान। ल ल नदेखाइ कि केही देखाउनु नपाए। 10वटा कलर थियो है साथी हाम्रो। ल सामान खोज्दै थियो कि साथी, सामान चाहिँ सब कता कता राखेको रहेछ। ऊ बल्ल उसलाई हतार भएछ कि अहिलेसम्म चाहिँ 5 minutes later ल है साथी, आँखा चिम्म गर्ने, आफू आफ्नो हेर्ने, हेर्न नपाए। अब ल कुन कलरबाट निकाल्ने साथी? सुरुमा तिमी भन्नु नि, कुन कलर भन्नु न? तिमी भन्ने कुन भन्ने भन न। तिमीलाई कन्फ्युज हुन्छ भने ल हेर्नु कलर पनि चाहिँ यसमा मिक्स माक्स गर न त। ल फर्स्टबाट त्यहीबाट उस होइन, रेडलाई लास्टमा गरौँ है। हुन्छ हुन्छ। रेडलाई लास्टमा गर्ने, फर्स्टमा चाहिँ लास्ट अब अरू। ल त्यसो भए कुन कलर निकाल्ने साथी? त्यसो भए ल यो रेडलाई लास्ट गर्ने भनेपछि लास्टबाट सुरु गरिदिउँ न त। हो हो ल ल पर्पल कलर। पर्पल कलर है त। पर्पल कलर भन्ने निकाले ल है। पहिला पहिला खोज्दैछु। ल साथी, ल 1 2 3 गो। गो। ल आर्या त ह्यान्ड क्रिम तपाईलाई पनि तिमीलाई यो सेन्ताकोमा बास्न आउने मिठो। कति मिठो बसाउँछ है यो। तपाईले धन्यवाद। पुरा हातमा यस्तरी मसाज गर्नु। अच्छा हमको सिखा रिया है। आर्यातो गोजाइमास। ल अब अब चाहिँ कुन कलर हो साथी? यहाँ गेम स्टार्ट भइसक्यो। व्हाइट व्हाइट कलर व्हाइट व्हाइट भेट्यो? साथी पक्न भेटिसक्यो मैले व्हाइट। 1 2 3 गो। तपाईलाई मलाई ह्यान्ड मास, तिमीलाई बडी वास। ल थ्याङ्क यू साथी। आर्यातो गोजाइमास। ओ माय गॉड। रमाइलो हुँदैछ है। ब्राउन कलर त फेरि अब ब्राउन कलरको पालो है। अब मेरो चाहिँ नभेटेर मैले कम्ता दुःख गरे हैन। मैले त तपाईँलाई ठ्याक्कै सोचेर ल्याइदिएको छु होइन। ब्राउन कलर उसलाई यस्तो मनपर्छ भन्ने मलाई थाहा थियो साथीहरू, त्यही भएर मैले उसलाई ल्याइदिएको छु। ल अब चाहिँ ब्राउन कलरको पालो। 1 2 3। ओ माय गॉड, आर्यातो गोजाइमास। अदुवा ब्राउन कलर। थ्याङ्क यू। अदुवा है साथीहरू, उसलाई चाहिँ कफी। यो फेरि एकदम मन पर्ने कुरा हो मलाई कफी। दाइसुकी फेरि कुन कलर हो? यो त बहुत फन भयो। हैन ओ माय गॉड, ओरेन्ज। ओरेन्ज कलर। राम राम, ओरेन्ज कलर त फेरि अब मसँग त चाहिँ दुईटा ओरेन्ज छ कलर फेरि। 2 3 तिमीलाई त सेटै भाडा धुनी र लिक्विड एकदम राम्रो। यो लिक्विड मलाई एकदम मन पर्छ क्या। ल राम्रो छ, तिमीलाई दुईटा सेट। ल धन्यवाद ओरेन्ज। ओइसी कहिले खानुपर्छ मिलेर। ल ए हँसायो। रमाइलो ओ माय गॉड,
गॉड ग्रीन ग्रीन त मेरो त ओ माय गॉड मेरो ग्रीन को ग्रीन त मेरो त सानो छ कता गयो ग्रीन खोज्दै छौँ है साथीहरु हामी चाहिँ ल ग्रीन अलिक सानै छ नपाएर मैले पाएकै ल है छु साथीहरु अब चाहिँ ग्रीन 1 2 अस्ति पाइन भनेको हैन साथी अनि मैले तपाईलाई ठ्याक्क के यो चाहिँ यासाई जुस है साथीहरु एकदमै राम्रो उसको लागि एकदम गेङ्की हुनको लागि हेल्प गर्छ त्यो भएको भएर मैले चाहिँ नभेटेर चिपस्टिक ल्याए हैन थ्यांक यू साथी ल ल धन्यवाद अब चाहिँ साथीहरु पिंक कलरको पालो आउँदैछ है पिंक भयो? ल साथी 1 2 ओ आरिगातो यो तिमीलाई इसोको चकलेट रेब्लनको पिंक कलरको लिपस्टिक आरिगातो साथी एकदम राम्रो कलर छ ल उलाई चाहिँ उलाई पनि खास लिपस्टिक दाइसुक्यो हैन थ्यांक यू आरिगातो साथी आरिगातो अनि साथीहरु अब चाहिँ हामी जाँदै छौं ब्लू कलरमा 1 2 3 लाउनु मास यो चाहिँ हरेला मैले ह्यान्ड क्रीम लोसन थ्यांक टक्क यू आरिगातो जाइमा साथी धन्यवाद, अब म चाहिँ my यो God. पुरा रुखो सुखो छालाहरुलाई पुरा चिल्लिको बनाउनु भयो त्यही सोचेर मैले चम्किलो बनाएर ल्याउँछु हस् ल साथीहरु एकदम Black. रमाइलो भइरहेको छ अब चाहिँ हामी my जाँदै God, छौं ब्ल्याक black. कलरमा ल है साथीहरु अब चाहिँ अब ब्ल्याक कलरको पालो 1 2 ओ माय गॉड कुकुला ओ थ्यांक यू यो चाहिँ तिमीलाई आइलाइनर वाटरप्रुफ हो मैले नि युज गर्छु एकदम राम्रो छ के यो पेन्सिल वाला हैन कि यस्तो लाइनर हो के मजाको मैले नि यो युज गर्छु किस्मी हिरोइनको एकदम फेमस पनि हो एकदम राम्रो छ धन्यवाद गोजाइमास अब त झन् अब त कस्तो मेन हो के रेड र येल्लो त मेरो त हो ल तिमी त बियोस हुन्छ अब अहिले मलाई डर लाग्छ साथीहरु पहिले बियोस हुन्छ भनेर बियोस यसलाई देखाउने हो त छे कसरी देखाउँ होला देखाउनु 1 1 2 साथीहरु हेर्नु त यहाँ यो अचार चाहिँ उले यस्तो दामी बनाउँछ साथीहरु यस्तो दामी है मलाई त यति मन पर्छ ल धन्यवाद ल तपाईले बल्ल कान छेडा छुरो नयाँ सानो सानो ठिक्क मैले त्यही भनेर ल ओ अब चाहिँ एउटा छ है साथीहरु रेड कलर रेड कलर त मेरो त 4 वटा त्यसो हैन थ्यांक यू एउटा साथी यो बाबुको लागि मैले यो खेलौना भएको लिएर आइदिएको छु थ्यांक यू आरिगातो गोजाइमास अझै छ रेड कलरको त दुईटा हेर्नु न अझै छ भन्नी ल यो रेड कलरको दुईटा गिफ्ट चाहिँ किनका भन्दा नि बाबुलाई हो के ल बाबुलाई उता आँखा एकैछिन चिम है ल तिमी पनि क्लोज ल ल 1 2 3 आरिगातो भन्न न आन्टीलाई पढ्दैन ल साथीहरु बहुत रमाइलो भयो एकदमै रमाइलो भयो हामी यति धेरै पायौं गिफ्टहरु ल सबै खोल्ने हस् बेबी अब यहाँ चाहिँ साथीहरु साथी दिएको बेबीको गिफ्ट अनबक्सिङ हुँदैछ हेर्नु साथीहरु कस्तो राम्रो छ हेर्नु त साथीहरु कस्तो खावाइ के आम्पम मानको मेरो बच्चालाई चाहिँ यो क्यारेक्टर एकदमै मन पर्छ लौ ल डोरी लाउन निस्केको यो तामा त साथी मिजो हालिस क्या राम्रो हुने भयो नि पखाइछिन हेर्नु उसको चाहिँ गिफ्ट अनबक्सिङ हुँदैछ साथीहरु मेरो साथी चाहिँ एकदमै दुःख गरेछ बच्चाको लागि हाम्रो लागि सबैको लागि हो त ल धन्यवाद साथी अब भोलि बिहानबाट यो खाना थाल्नुपर्छ यो चाहिँ मजाले जुस के राम्रो हुन्छ नि त बडीको लागि तातो पानीमा खानु रे तातो पानी ठिक्कमा तताउनु यसकै पछाडि के यसमै सबै लेखा छ कि हेर्नु यहाँ यो अनुसार यो कतिमा तताउने हामी सबै र हाम्रो गिफ्ट के अरे गिफ्ट कलर एक्सचेन्ज गिफ्ट चाहिँ राम्रो भयो अन्त एकदमै राम्रो राम्रो कुराहरू दिएछ कि मलाई साथीले कस्तो लाग्छ तिमी ब्लू कलरको भनेको तर भित्र त व्हाइट पो रहेछ बक्स चाहिँ ब्लू परेछ बक्स ब्लू टावल चाहिँ व्हाइट साथी आरिगातो तपाईलाई कस्तो राम्रो राम्रो कुरा ल्याइदिएको कि हेर्नु न साथीहरु यो चाहिँ के अरे कपडाहरु धुँदाखेरि राख्ने के कस्तो मजाको लाग्छ कि बसाउँछ ल कस्तो लाग्यो त साथी गिफ्ट मलाई एकदमै मन पर्यो साथी उसको गिफ्टहरु चाहिँ एकदमै युजफुल के हेर्नु न बेबीको लागि धरि सोचेको कि यस्तो साथी कहाँ पाउँछ हेर्नु त बच्चाको लागि धरि सोच्ने कि खास गेम चाहिँ उसको र मेरो थियो उसले चाहिँ मेरो सर्लक्कै सबै कुरा सोचेर ल्याएको रहेछ
थ्याङ्क यू साथी, मलाई चाहिँ एकदमै मन पर्यो। कस्तो मलाई त यही अचार एकदमै, यो चाहिँ मलाई एकदमै मेरो फेभरेट। अनि बच्चाको लागि पनि यो आम्पमान मेरो छोराको चाहिँ एकदमै राम्रो फेभरेट क्यारेक्टर हो कि यो चाहिँ, त्यो भएको भएर उसले यो बच्चाको लागि पनि सोचेर ल्याएको भएर थ्याङ्क यू साथी, मलाई चाहिँ एकदमै मन पर्यो। बच्चालाई कि एकदम युजको लागि पानी खुवाउन कि राम्रो चट्ट पठाइदियो। कोहीमा त अब उतै खान्छ नि त, अहिले त अब पछि ठिक्क खानपान मानेको। साथीलाई पनि धेरै धेरै धन्यवाद। मेरो मनपर्ने कफी ह्यान्ड क्रिम जुस यो मैले राम्रो छ यो तल हेरेर माथि खोज्दा कहाँ भयो। मैले चाहिँ ग्रिन कलरको भन्ने बित्तिकै त्यही सोचेँ कि अरू पनि थिएन र, तर मैले चाहिँ त्यही एकदम कि राम्रो लाग्यो कि उसलाई काम लाग्ने कुरा भन्ने सोचेर साथी मैले चाहिँ उसको हेल्थलाई पनि सोचेर ल्याइदिएको छु। धन्यवाद धन्यवाद साथी। मैले चाहिँ लास्टमा ब्राउन कलर नपाएर अदुवा बोकेको। ठिक छ नि, कति चाहिने कुरा त हो, यो पनि डेली युजमा होइन त, राम्रो छ, मलाई त मन पर्यो, सबै कुरा मन पर्यो मलाई त साथी। तपाईँलाई कस्तो लाग्यो? ल एकदम राम्रो छ नि, सब युजफुल छ। तपाईँको सबभन्दा उसको चाहिँ सबभन्दा फेभरेट चाहिँ यो साथी, एकदमै कफी लभर हो चाहिँ, एकदमै कफी मन पराउँछ, त्यही भएर मैले ब्राउन कलरको लागि कफी बोकेर ल्याइदिएको छु। धन्यवाद, म एकदम आभारी हुनेछु। यो बट्टलीको यो बटन कति क्युट छ कि, यही सकिन्छ। अब अरू कुरा चाहिँ अब फेरि पनि अरू भिडियोमा देखाउँछु म चाहिँ। सबैले माया गरिदिनु होला, सबैले माया गरिदिनु होला। कलर एक्सचेन्ज गिफ्ट चाहिँ अहिलेलाई चाहिँ समाप्त भयो। अब अरू कुरा चाहिँ म भिडियोमा देखाउँदै गर्छु है त साथीहरू। उसको घरमा खानासाना खाएर अब चाहिँ फर्किने सुरु गर्दै साथीहरू हामी चाहिँ मिठो मिठो खाना बनाएर खुवाएर हामीलाई घर पुर्याउन आएको कि थ्याङ्क यू सो मच साथी, तिमीले यति धेरै दुःख गरेकोमा। त्यसको ठाउँमा आफ्नो लागि कसैले यति गर्नु पनि एकदमै ठुलो लाग्छ कि साथीहरू। मलाई चाहिँ ऊ चाहिँ हामीलाई छाडेर घर फर्क। अहिले चाहिँ साथीहरू म साथीको घरमा पुगेर पनि एकदम मेजमान बनाएर खानासाना खाएर फर्किसकेँ कि। अनि मैले चाहिँ आउँदाखेरि फर्किँदाखेरिको भिडियो चाहिँ लिन बिर्सेछु कि। कसरी बिर्सेँ भने साथीहरू, म चाहिँ बच्चासँग गएको नि त साथीको घरमा, अनि बस्दा गफगाफ गर्दा गर्दै उतै नै ढिला भइसकेको थियो। अनि फेरि बाटोमा आउँदा झन् बढी राति हुन्छ भनेर म हतार हतार घर आउने सुरुमा चाहिँ मैले चाहिँ त्यो भिडियोहरू लिन बिर्सेछु। मेरो यो भिडियो चाहिँ आजको लागि म यहीँ इन गर्न चाहन्छु। तपाईँहरू जहाँ हुनुहुन्छ, जसरी हुनुहुन्छ, खुसी रहनुहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। सी यू सुन नेक्स्ट ब्लग। बाई बाई।